नमस्कार दर्शकबिन, सधैँ जस्तै हामी फेरि पनि आएका छौँ यहाँहरूलाई रमाइला र वास्तविक जीवनमा घटेका नेगेटिभ इनर्जीका घटनाहरू सुनाउने जमर्कोमा हामी छौँ र यसै क्रममा हामीसित एकजना व्यक्ति हुनुहुन्छ। तपाईँको परिचयबाट सुरु गरौँ न पहिला। Hello guys, I am Mr. Zarendra Baskota. I am from Nepal, झापा डिस्ट्रिक्ट। झापाको शिवशताक्षी नगरपालिकामा 10 रहेको अवस्थित माइधारमा स्थित म व्यक्ति हुँ। यतिकैमा तपाईँलाई म मेरा जीवनका केही घटनाहरू प्रस्तुत गर्न गइरहेको छु। ल अब हामीहरू क्रमशः घटनाक्रमहरू सुन्दैछौँ। तपाईँको जीवनमा घटेको पहिलो घटना कहाँ थियो, कस्तो थियो र त्यसको बारेमा सम्पूर्ण विवरण हामीहरूलाई प्रस्तुत गरिदिनु होला। मेरो घटना भन्दा पनि मेरो साथीमा भएको घटनाको बारेमा तपाईँलाई म केही जानकार गराउन चाहन्छु। यो कहिलेको कुरा हो र साथीको नाम के हो? साथीको नाम हर्क भन्ने नाम हो। उहाँको थर गौली हो। उहाँको निवास र मेरो निवास उल्लोपट्टि र पल्लोपट्टि भन्ने गरिन्थ्यो र उहाँको विशेष गरी के थियो भने घटना चाहिँ तपाईँलाई म सुनाउन चाहन्छु। साथीभाइहरू धैर्यता गरी सुन्न चाहनुहुन्छ भने म यो घटनालाई विस्तृत रूपमा भन्न चाहन्छु। हामीसँग समय छोटो छ, त्यसकारण तपाईँको सम्पूर्ण अनुभवहरू छोटकरीमा र प्रष्टसँग सुनाइदिन आग्रह गर्दछौँ। ल तपाईँको घटनाहरू सुनाऊ। हुन्छ साथी, म तपाईँलाई यो घटना चाहिँ एकदम थोरै समयमा सुनाउन गइरहेको छु। घटना कहिलेको भने 2062 सालमा एकदम राम्रो तरिकाले मजाको जुन लागेको थियो। हर्क गौली भन्ने मान्छे एकदम आफ्नो घरतिर जानको लागि आतुर भइरहेका थिए। उहाँको घर र हाम्रो घर ओल्लो र पल्लोपट्टि थियो। हाम्रो घरतिर मठ मन्दिर देवी देवता बस्ने ठाउँ थियो भने उहाँको ठाउँ चाहिँ एकदमै मान्छे डराउने घाटदेखि लिएर त्यो ठाउँमा जाँदाखेरि एकदम त्यहाँको चाहिँ दृश्यहरू डराउन जस्ता थिए। मैले बिचमा तपाईँको कुरा रोक्न चाहेँ। के तपाईँले भन्न सक्नुहुन्छ उहाँको उमेर कति थियो? उहाँको उमेर अहिले हाल चाहिँ 42 वर्ष भयो। उहाँ त्यतिखेर हुनुहुन्थ्यो त्यस्तै 25-27 वर्षको हाराहारीमा। ल अब घटना क्रमसँगै सुनाउन आग्रह गर्दछु। उहाँले चाहिँ बाटोमा जाँदा जाँदै एकजना छोटो मान्छे उभिएको देख्नु भएछ र उहाँले सोच्नुभयो कि कुन चाहिँ बालक यहाँ आएर भौतारिरहेको छ। जस्तै म कुरा काट्न चाहेँ, कति फिटसम्मको जस्तो उहाँको अनुभवमा कति फिटसम्मको, कतिको लम्बाइ, कति वर्ष अन्तरालको थियो? उहाँले भन्नुहुन्थ्यो कि एकजना छोटो 2 देखि 3 वर्षको उमेरको बालक, 2 देखि 3 फिटको समथिङ त्यस्तै भनौँ न 3 फिटसम्मको बालक देख्नुभयो। उहाँले सोच्नुभयो कि ऊ बालक चाहिँ एकदम घरबाट भागेर वा कहीँ हिँडेको भन्ने सोच्नुभयो र बालकको छेउमा जानुभयो। अनि उहाँले त्यो बालकलाई एक झापट लाउनुभयो। त कहाँ हिँडेको, त के गर्न हिँडेको भनेर। त्यो बालक न बोलो न टलमल भयो न केही भयो। त्यो बालक केही पो यो रहस्यमय कुरो हो कि भनेर उसको मन चङ्ग भयो। मन चङ्ग भएपछि उधैट भनेर घर जानलाई आतुर हुनुभयो। ऊ घर जाँदै गर्दाखेरि ऊ हिँड्न सक्नु भएन। ऊ हिँड्न नसकेपछि त्यही बालकको छेउछाउमा राख्नुभयो। त्यो बालक बढ्दै 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 एकदम ठुलो हुनुभयो। उहाँले एकदमै डरतापूर्ण तरिकाले एकदम त्यो बालकप्रति त्यो देखेको दृश्यले उहाँको मन एकदम के भन्नु, अब एकदम नराम्रो तरिकाले भयभीत भयो। भयभीत भएपछि उहाँ त्यो बालकलाई एक झापड हानेर त्यहाँबाट हिँड्नु भएको अलिकति पत्तिर गएपछि लड्नु भयो। लडेर फेरि उहाँ उठ्नु भयो। उठेर यस्तो कुद्नु भयो कि उहाँ घरमा कतिखेर पुग्नुभयो उहाँलाई नै थाहा भएन। र त्यो घटना पछाडि उहाँ धेरै दिन बिरामी पर्नुभयो। र त्यो त के भएर बिरामी भइस्, के भयो भनेर उहाँको परिवारजनले भन्दाखेरि मैले फल्ना फल्ना थोक देखेको थिएँ भनेर उहाँले आफ्नो घटना यसरी हामीलाई प्रस्तुत गर्नुभएको थियो। यो कुनै काल्पनिक घटना होइन, यो वास्तविक घटना हो। उहाँको नाम हर्क गौली हो। तपाईँले उहाँसँग पनि
यो घटनाको बारेमा बुझ्न चाहनुहुन्छ भने बुझ्न सक्नुहुन्छ हजुर। यो त भयो हाम्रो पहिलो घटना। हजुर तपाईँको वास्तविक जीवनमा घटेका कुनै घटनाहरू छन्? मेरो वास्तविक जीवनमा घटेको घटना एउटा छ। त्यो म कहिलेको र कहाँ कसरी भएको थियो त्यो सबै क्रमसँग भनिदिनु होला। म आजभन्दा 10 वर्ष अगाडि हाम्रै ठाउँमा रातिको समयमा घर फर्किँदै थिएँ। मलाई घर फर्किने बेलामा मनमा कौतूहलता जागिरहेको थियो र त्यो कौतूहलताको कारणले गर्दाखेरि म त्यो बाटोमा हिँड्ने साहस बटुल्न कमजोर भइरहेको थिएँ र बिस्तारै बिस्तारै म त्यो बाटोमा हिँड्दै थिएँ र जाँदै गर्दाखेरि बाटोमा एउटा यस्तो ठाउँ आयो कि जुन ठाउँमा घर पनि थिएनन्, जुन ठाउँमा एकदम सुनसान थियो। त्यो सुनसान र घर नभएको ठाउँमा आएपछि मेरो मन कस्तो भयो भने एकदम मलाई त कसैले समातेर राखे जस्तो फिल भयो। त्यो फिल र त्यो समय सम्झिँदाखेरि अहिले मेरो मन पनि जिरिङ्ग हुन्छ। जब कि त्यो जिरिङ्ग भएको मनलाई त्यतिखेर मैले कसरी सम्हालेँ होला आज मलाई अचम्म लाग्छ। तर म भगवान्प्रतिको एकदम माया र प्रेमले गर्दाखेरि भगवान्ले मलाई यो कुराबाट चाहिँ जोगाउनु भयो। भगवान्लाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यहाँ के भएको थियो भने त्यो ठाउँमा पहिला मान्छेहरू मरेका च्यानहरू थिए अरे भन्ने कुरो मैले सुनेको मात्र थिएँ, तर मैले देखेको चाहिँ थिइनँ। त्यही ठाउँमा राति म एक्लै थिएँ। आउँदाखेरि म त्यो ठाउँमा आइपुग्दाखेरि म कतिखेर कहाँ पुगेँ के गरेँ मलाई केही थाहा छैन। मलाई यति मात्रै थाहा छ कि त्यो ठाउँमा आएको र त्यो ठाउँबाट गएर घरमा सुतेको, त्यति मात्रै थाहा छ। बिचमा के भयो कसो भयो मलाई यसबारेमा थाहा भएन। तपाईँले केही देख्नुभयो त्यस्तो केही मलाई कुराहरू? एक्कासी मेरो नजरको अगाडि एकदम ठुलो ठुलो कुरोहरू आएर घेरेको मात्रै देखेँ। त्यो कुरो के थियो कस्तो थियो मैले त्यसको बारेमा कस्तो थियो विस्तृत त्यो? दिन कस्तो चाहेन। रङको थियो? अब हेर्दाखेरि मैले कालो देखेँ। त्यो कालो के थियो कस्तो थियो मलाई त्यसको बारेमा सम्पूर्ण ज्ञान भएन। यसै गरी हामीसँग अर्को घटना छ भने विस्तृत रूपमा सुनाइदिनु होला। अब अर्को घटना भन्नुहुन्छ भने हाम्रो ठाउँ भनेको शिव शताक्षी नगरपालिका 10 अवस्थित माइदारको ठाउँ हो। त्यो ठाउँमा हाम्रोपट्टिको ठाउँ तपाईँको म बिचमा कुरा काट्न चाहे, त्यो ठाउँमा केही समय अगाडि एउटा घटना पनि भएको थियो। अमला बाजे भन्ने सङ्ग्रौला बाबाले एउटा काण्ड पनि घटाउनु भएको थियो। सायद उहाँकै छिमेकी पर्नुहुन्छ जस्तो लाग्यो मलाई। हाम्रा अमला बाजेको घर भनेको शिव शताक्षी 8 या 9 स्थित रहेको हो। हाम्रो वार्ड भनेको चाहिँ 10 अवस्थित हो। अमला बाजे भनेको एकदम त्यहाँका चलपल गर्ने बाजे थिए। बिचरा बाजेलाई सबैजना मिलेर त्यहाँका मान्छे मिलेर फसाए। अब हजुरबा कस्ता खालका थिए भने अब उनी भनेका घर गाउँमा जाने खोजखबर के गर्ने त्यस्तै लिने व्यक्ति थिए। अब के भन्नु, हजुरबाको दोष कतिसम्म थियो दैवै जानुन्। जे भए पनि हजुरबाको दोष जतिसम्म छ भने उहाँलाई न्याय मिलो त्यसमै म खुसी र आनन्दित छु। ल, यससँगै हामी मुख्य घटनाक्रममै आउँछौँ। तपाईँको अर्को घटना सुनाउँ ल। के भएको थियो भने आजभन्दा झन्डै 17 वर्ष अगाडि म त्यतिखेर 20 वर्षको ठिटो थिएँ र जोसँग घटना घटेको थियो उहाँ हुनुहुन्थ्यो लगभग 52-53 वर्षको व्यक्ति। उहाँको थर रहेको थियो कुमाल। हामी चाहिँ उहाँलाई काइला भनेर चिन्ने गर्दथ्यौँ। तर हामी चाहिँ काइला भन्दैनथ्यौँ किनभने हाम्रा त हजुरबा जस्ता मान्छे हुन्थ्यो। उहाँलाई चाहिँ हामी काल दाजु भनेर बोलाउने काम गर्थ्यौँ। त्यो बेलामा उहाँसँग घटेको घटना कस्तो अवस्थाको थियो भने त्यतिखेर कुनै पनि बिजुलीका कुराहरू त्यो ठाउँमा थिएनन्। त्यो ठाउँमा चाहिँ अब हामीले गर्मी मौसममा त्यस्तै फलाइचा सलाइचामा जाने सुत्ने बस्ने एकछिन गफसफ गर्ने गर्दथ्यौँ त्यो समयमा। त्यस पछाडिबाट उहाँ चाहिँ मादक पदार्थ सेवन गर्ने, यताउति जाने डुल्ने यताउति गर्ने
काम गर्नुहुन्थ्यो र उहाँसँग घटेको घटना चाहिँ के थियो भने उहाँ त्यही ठाउँमा बस्ने सुत्ने अनि उठ्ने त्यस्तै उस्तै गर्दै दिनचर्या बिताउनुहुन्थ्यो। त्यस पछाडिबाट त्यो घटनाको दिन चाहिँ उहाँलाई के भएछ भने उहाँ मादक पदार्थ सेवन गरेर जुन ठाउँमा मैले घटना घटेको भन्दैछु त्यो ठाउँमा आएर सुत्नु भएको थियो। त्यो ठाउँ चाहिँ एउटा पार्टी जस्तो ठाउँ थियो र उहाँले खाएको मादक पदार्थले उहाँलाई 11 बजीतिर चाहिँ एकदम निन्द्राले छस्स छोडेको समय थियो। त्यो समयमा एकदम जुन लागेर टल टल घाम जस्तो देखिरहेको समय थियो। त्यो अवस्थामा उहाँलाई त्यो नसाले छोडेको अवस्थामा उहाँ बिउजिनु भयो। उहाँ बिउजेर हेर्दाखेरि उहाँको अगाडि 6 देखि 7 जना किरियापुत्रीहरू ठक्क बसेर केही खाँदै हुनुहुन्थ्यो। उहाँ त्यो दृश्य देखेर एकदम आत्तिनु भयो। उहाँ त्यहाँबाट फुत्त आम फालेर पर जानुभयो। फुत्त आम फालेर पर गएर त्यहाँ भएका व्यक्तिहरू साँच्चैका क्रियापुत्री हुन् कि उहाँले देख्नुभएको भ्रम हो त्यो? त्यो एक प्रकारको नेगेटिभ एनर्जी हो। जुन नेगेटिभ एनर्जी भनेको कसैलाई केही घटना हुनेवाला छ भने त्यो देखिने एउटा अनुभव हो। त्यो अनुभव उहाँले हामीसँग साझेदार गर्नुभएको थियो। जुन घटनाको केही समय पछाडि उहाँको निधन पनि भयो। उहाँको निधन एकदम आश्चर्यमय तरिकाले भएको थियो। उहाँको निधनको बारेमा अहिले म विस्तृत भन्न छैन। तपाईँहरूलाई उहाँको निधनको बारेमा केही चाहनुहुन्छ भने फेरि अर्को एपिसोडमा हामी ठिक छ, उहाँको आत्माले शान्ति पाओस्। उहाँको आत्माले एकदम चिर शान्ति पाओस्, वैकुण्ठमा बास होस्। वैकुण्ठमा बास होस्, यही नै भन्न चाहन्छु म प्रभुसँग, भगवान्सँग। तर जहाँ नेगेटिभ एनर्जी हुन्छ त्यहाँ पोजिटिभ एनर्जी पनि हुन्छ। उहाँले पोजिटिभ एनर्जी लिन सक्नु भएन, यसमा म दुःखी छु। अब के भन्ने, यस्तै हो संसार भनेको। ल यो बाहेक मर्नु र अरू बाँच्नु नै रहेछ। यही हो संसार। हामीले रियालिटी एक्सेप्ट गरेर नै धरतीमा पाइला टेकेका हौँ। हजुर, त्यसकारण रियालिटी भनेको कहिल्यै पनि फेरिँदैन। यो बाहेक हाम्रो अरू कुनै घटना छ? अब अरू घटना चाहिँ म तपाईँलाई अहिले मेरो सुत्ने टाइम भयो। आजको लागि हामी यति भन्दै बिदा चाहन्छौँ होइन। फेरि जब अर्का मिल्यो भने तपाईँलाई म एक दुईवटा घटनाको बारेमा फेरि तपाईँलाई म दिन चाहन्छु। अब दर्शकबिनहरूलाई म पुनः आग्रह गर्न चाहन्छु, यो भिडियो हामीहरूले मानिसको जीवनमा घटेका सत्य घटनामा आधारित गरेर बनाइएको हो। हामीहरूले यो भिडियोलाई युट्युबमा हाल्ने जमर्को गरेका छौँ। के तपाईँलाई मन्जुर छ हामीले यो भिडियोहरू हाल्न सक्छौँ? अनुमति छ? हुन्छ, तपाईँको इच्छा हो। मैले त आफ्ना जीवनमा घटेका मेरा साथीहरूका, मेरा काकाहरूका घटनाहरू तपाईँलाई प्रस्तुत गरेको हुँ। म एक प्रस्तुता त हुँ। त्यहाँदेखि तपाईँको विचार हो। तपाईँले अब आफू राम्रो तरिकाले हाल्नुहोस्। यस्ता घटनाहरू जनतासम्म पुर्याइदिनुहोस्। मैले तपाईँले भन्नुभएको घटना काटछाट नगरी जे छ जस्तो छ म सबै युट्युबमा हाल्न चाहन्छु। हुन्छ, अनुमति दिनुहुन्छ नि? अनुमति भयो तिमीलाई, तिमी हालिदेऊ। यदि भाइरल हुनुभयो भने कहिलेकाहीँ मेरो नाम पनि लिनु होला। हुन्छ, समीर पौडेल भनेको एकदम असल सक्षम व्यक्ति हो। यसको लागि म हजुरसँग एकदम विनम्र अनुरोध गर्दछु, उहाँसँग जहिले तपाईँहरू जोडिनु होला। यस्ता घटनाहरू तपाईँहरूले बार बार पाउनुहुनेछ। उहाँको सब्सक्राइबर पनि गरिदिनु होला, लाइक र कमेन्ट पनि गरिदिनु नभुल्नु होला। फेरि यो चाहिँ फेरि पक्का नभुल्नु नि फेरि। ल, योसँगै आज हाम्रो कार्यक्रमको समय अवधि सकिएको छ र हाम्रो झरेन्जीको पनि सुत्ने टाइम भइसकेको छ। त्यसकारण आजको लागि यो एपिसोड यहीँ बिट मार्दै हामीहरू अर्को भागमा फेरि उपस्थित हुने बाचाका साथ सबैजनासँग बिदाई माग्छौँ। हस्त, धन्यवाद। तपाईँहरूको रात शुभ रहोस्। रात्रिकालीन राम्ररी सुत्नु होला।